हेलो गाइस, वेलकम टु माई च्यानल। सो आज चाहिँ यत्तिकै अब उयो केही थिएन अनि आज चाहिँ घरमै उयो गयो हो। अनि म चाहिँ आज यहाँ तल हाम्रो घर चाहिँ हो अनि यो रिसोर्ट हो, मान्छेहरू होटेलहरू जस्तो बस्नेहरू यहाँतिर पनि छ हो। अनि म चाहिँ अब बहिनी ल्याउन आएको, यहाँनिर स्कुलबाट आउँदैछ हो आज चाहिँ। अनि उसलाई ल्याउनु लागि पर्खेको। यहाँ डाँडाबाट यस्तो घुम्ने यहाँबाट यता आउँछ अनि हो उनलाई लिएर अनि घरमा गएर अब खाजा चाहिने खाजासाजा खाइन्छ। अनि अब यत्तिकै हो आज नि त्यस्तो दिनभरि ब्लग बनाउने भन्दा नि घुम्नु पनि जानु अल्छी लाग्यो। अनि सधैँ घुमिरहेको हो। यहाँ माथि अब एउटा उयो छ, कन्याम लेखेको छ हो, त्यति नै छ। अनि अर्को यता पछाडितिर चिया बगान छ। अब यत्तिकै घुम्ने मात्रै हो, टुरिस्टहरूको लागि चाहिँ राम्रो छ। अनि अब बहिनी आउँछ ल, पर्ख्यौँ, वेटिङ गरौँ। त्यहाँपछि फर्किनुपर्छ ओह्रालो। खोइ पर्खे त जाडो भइसक्यो, कस्तो चिसो हावा हानिरहेको छ क्या यहाँ माथि डाँडामा। आम्मामा गाडी अघि आएको थियो एउटा बस, त्यो होला भनेको अहिले आएको छैन। आउने टाइम चाहिँ खासमा 4:30मा थियो हो, कहाँ आउनुपर्ने। अनि पर्खे त जाडो भएपछि यस्तो चिसो हावा हानिरहेको छ क्या। आम्मा घाम पनि डुब्न आँटिसक्यो क्या। यस्तो चिसो हुँदो रहेछ यहाँ त। बेलुका भयो भने यहाँ त कन्यामा चाहिँ लास्टै चिसो हुने हो। तर अब घुम्न आयो भने हल्का कपडा मजाले लिएर आउनुपर्ने रहेछ। बेलुका त बिहान बेलुका चिसो हुन्छ, अनि दिउँसो चाहिँ लास्टै कडा घाम लाग्ने क्या यहाँ चाहिँ। अनि त्यही पर्खिँदैछौँ, जाडो भइसक्यो। आज चाहिँ जम्पर नलिआएको झन् हो, छिटो कस्तो जाडो भइरहेछ। खै आउनुपर्ने बस पनि आएको छैन। पर्खिँदा भइसक्यो। Dale. उब्रिँदो मात्रै रहेछ।